विद्यालयमा कुनै पनि बालबालिकालाई शारीरिक र मानसिक यातना दिनु दण्डनीय छ। विद्यालयलाई शान्ति क्षेत्रका रूपमा समेत लिने गरिन्छ। तर मोरङको बेलबारी 9मा रहेको एउटा विद्यालयका प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थीले यति बेला आफ्नो देब्रे आँखा नै गुमाउनु परेको छ। घटना केही महिना अघिको हो। घटना लुकाउन विद्यालयले विद्यार्थीको उपचार गराउने भन्दै परिवारलाई समेत प्रलोभनमा पारी घटना सामसुम राखेको थियो। तर ती विद्यार्थीको देब्रे आँखा पूर्ण रूपमा देख्न नसक्ने र अपरेसन गर्दा समेत उनले नजिकको वस्तु मात्र देख्न सक्ने चिकित्सकहरूले बताएपछि घटना बाहिर आएको छ। बेलबारी 9 स्थित डाँगीहाट बजारमा रहेको डाँगीहाट लिटिल बुद्ध नामको स्कुलका प्रिन्सिपल मणिकुमार तामाङले कक्षा 8मा अध्ययनरत विद्यार्थी 13 वर्षीय आर्यन थारूलाई भाटाले हान्दा ती विद्यार्थीले दृष्टि नै गुमाएका छन्। लामो समयसम्म उपचार गराएर कक्षा 8को परीक्षामा सामेल भएका उनले एक विषय लगाएका छन्। उनले आँखाले केही पनि देख्न छोडेपछि पढ्न र अन्य सामान्य हिँडडुल गर्न समेत समस्या भएको गुनासो गरेका छन्। कक्षामा अन्य साथीहरू हल्ला गरेर बसिरहेका थिए। त्यो बेला आर्यन पढ्दै बसेका थिए। त्यति बेला विद्यालयका प्रिन्सिपल तामाङले अन्य साथीहरूलाई वर्षाएको भाटाले आर्यनको आँखामा लाग्यो। उनलाई आँखा हेर्न कठिन भयो। त्यसपछि उनलाई विराटनगर स्थित तापडियाको क्लिनिक हुँदै विराटनगर आँखा अस्पतालसम्म पुर्याइयो। त्यहाँ उनको आँखाको ज्योति गुमिसकेको बताएपछि उनलाई काठमाडौँको तिलगङ्गा आँखा अस्पताल पुर्याइयो। तिलगङ्गाले उनको ज्योति गुमिसकेका कारण अपरेसन गर्नुपर्ने र अपरेसन गर्दा पनि 100 मिटरभन्दा टाढा देख्न नसक्ने बताएको आर्यनकी आमा आशा थारू बताउँछिन्। आर्यनका बुवा वैदेशिक रोजगारीका लागि लामो समयदेखि मलेसियामा बस्छन्। विद्यालयले सबै उपचार खर्च दिने, उनलाई पढुन्जेल पढाइदिने बताएको र कसैलाई नभन्नु भनेका कारण सो घटनाबारे कसैलाई नभनेको आशा बताउँछिन्। यस विषयमा प्रिन्सिपल तामाङ आफूबाट कमी कमजोरी भएको स्वीकार गर्छन्। उनले आफूबाट गल्ती भएको स्वीकार समेत गरे। विद्यालयका प्रिन्सिपलबाटै विद्यार्थीहरूले यातना भोग्न थालेपछि अभिभावकहरू भने त्रासमा रहेका छन्। अनुशासनमा राख्ने बहानामा होस् या त आदेशकर्ताको इच्छा बमोजिम कार्य गर्न गराउन होस्, बालबालिकाहरूमाथि दबाव, धम्की, कुटपिट तथा गालीगलौज दिने कार्य पनि यातना हो। खास गरी विद्यालयमा बालबालिकाहरूलाई अनुशासित बनाउन भनेर दण्ड सजाय दिने गरेको पाइन्छ। बालबालिकाहरूलाई गृह कार्य नगरेको, नियमित विद्यालय नआएको, विद्यालयले तय गरेको नीति नियमअनुसार पोसाक नलाएको आदि कारण देखाई विभिन्न प्रकृतिको यातना दिने कार्य पनि विद्यालयहरूमा चलिरहेको छ।